New map, new destination. ओके ल अल टुगेदर हामी आज 28-29 जना छौँ सो आजको हाम्रो शुक्रबारको दिन लङ रनिङ भयो तर यो रनिङ चाहिँ आज चाहिँ हाम्रो जस्ट रिकभरी रन हो केटा हो भनेको मतलब के छ मसल्सहरूलाई होइन टाइट भएको मसल्सहरूलाई खुल्ने अनि एकदमै अब हाम्रो भोलि रेस्ट डे छ अनि हिजो पनि हाम्रो हेभी वर्कआउट भयो सो आज र भोलि चाहिँ हाम्रो जस्तै रेस्ट जस्तै हो केटा किनकि हाम्रो आइतबार विकली टेस्ट छ केटा क्लियर छ सो अब हाम्रो सिलेक्सन चाहिँ एकदमै डे बाई डे हामी क्लोजर छौँ अनि त्यसको लागि चाहिँ हामीले हिजो जति पनि हामीले वर्कआउटहरू गर्थ्यौँ त्यतिले चाहिँ अलिक पर्याप्त छैन र यो कुरामा चाहिँ अब हामी के छ ट्रेनिङ प्लान पनि नयाँ बनाएर जान्छौँ अनि एज अ डाइट प्लान पनि मजाले बनाएर जान्छौँ र आफूहरूले गर्नुपर्ने रेस्ट पनि राम्ररी हाइड्रेसन पनि राम्ररी पुऱ्याउनु पर्यो केटा क्लियर छ अनि रेस्टमा फुल्ली रेस्ट हो वर्कआउटमा फुल्ली वर्कआउट अनि मात्रै हाम्रो लक्ष्यमा चाहिँ हामीहरू पुग्न सक्छौँ एनी कन्फ्युजन्स ओके सो मजाले पानी पिउने यो कुलडाउन भएपछि यहाँ अफिसमा पनि छ इनकेस पुगेन भने माथि पनि पानी पिउनु चाहिँ आउने केटा क्लियर छ ओके ल फेरि अबाउट क्राइस्ट ट्रेनिङ कम्पनी डाइस मस